मौतरीको बस पार्क रहेछ। यहाँ चाहिँ मठियानी दरबार पूर्व राजाको दरबार अनि यहाँ चाहिँ बस पार्क सहितको दरबारमा चाहिँ यहाँ चाहिँ अब तपाईको भएको यो ताल चाहिँ सीता माताको बिहेमा यो तालबाट चाहिँ माटो लिएर गएर तपाईको होमकुण्ड यज्ञहरू निर्माण गरेको स्थल रहेछ। करिब 10 बिघाको क्षेत्रफलमा फैलिएको पोखरी छ। यो मौतरीको भव्य दिव्य धाम सभाको यो चाहिँ मठियानी भनेर चाहिँ हाम्रो लक्ष्मीनारायण भगवानको पहिलो विश्वकै पहिलो मठ हो रे यो। र यहाँको मठाधीश भनेको चाहिँ अरू ठाउँको मठाधीश हुँदो रहेछ भने यहाँको चाहिँ महामठाधीश्वर भनेर हुँदो रहेछ। सबै संसारभरिको लक्ष्मीनारायण चतुर्भुज सम्प्रदाय के हो यो त मलाई पनि एकदम छैन। चतुर्भुज सम्प्रदाय लक्ष्मीनारायणको चाहिँ महामठाधीश्वर बस्ने चाहिँ यो धाममा हो। यो महल भनौँ अब राजाको महल हो पहिलाको। अब यो चाहिँ सीतादेवी माताको बिहेमा निकालेको कुण्ड र यहाँ चाहिँ महन्त बस्ने यो दरबारभित्र बस्नु हुँदो रहेछ। यहाँको चाहिँ महामठाधीश्वर भनेर राजाको पालादेखिको राख्ने राजाको पण्डित रहेछ उहाँ चाहिँ। यसले गर्दाखेरि चाहिँ यो चाहिँ अगाडिको सिधा त निलो खानेपानी टङ्कीको ऊ देखेको चाहिँ त्यहाँ पहिला पूर्व अब उसमा भनौँ न अब माता सीतादेवीको उसमा चाहिँ हात्ती राख्ने ठाउँ रहेछ त। त्यहाँ चाहिँ हात्ती बस्दो रहेछ। 21वटा हात्ती रहेछ त्यो भित्र। अनि यो चाहिँ सबै मठको क्षेत्र होइन। यदि विकास भएको छ हुन त अब यत्रो दिव्य पवित्र स्थलमा त नहुने कुरै पनि भएन। अनि यो चाहिँ तपाईँको यहाँको पार्क एकदम यति 40-42 डिग्रीको गर्मी जस्तो छ अहिले। हेर्नुहोस् अब तस्मैया बाबा पार्क भन्ने रहेछ। अब यो चाहिँ पहिला तस्मैया भनेको चाहिँ खिरलाई भन्ने रहेछ। यो पनि पहिलोचोटि मैले पनि सुन्न पाएँ होइन, मलाई थाहा थिएन। यो चाहिँ यो पार्क एउटा यहाँ चाहिँ पूर्वी ढोका दरबारको दुईटा हात्ती र यहाँ चाहिँ यहाँबाट चाहिँ अब पूर्व एन्ट्री हो। यहाँ चाहिँ अब राजा पहिला हाम्रो देशकै राजाहरू पनि आएर बस्दाखेरि बस्ने भवन चाहिँ यही हो। अब यो चाहिँ तपाईँको हामी जस्तो साधु सन्त गरिबलाई दैनिक रूपमा 1000-1500 जनालाई खाना खुवाउने ठाउँ हो। प्रसाद लङ्गर भन्दो रहेछ। यो फेरि अर्को ऐतिहासिक पोखरी। यहाँ धेरै दिव्य शक्तिपीठमा अब यो साँझमा लिएको भिडियो हो, त्यही भएर क्लियर त नहोला। 7:14 गइसकेछ।